हेलो एन्ड नमस्ते फ्रम दार्चुला। देखो गाइज पछाडिपट्टि चाहिँ खर बाल्ने काम भइरहेको छ, आगो बलिरह होला र आजको मौसम क्लियर मौसम छ र खेतहरू चाहिँ पुरै खाली भएका छन्। मकैको सिजन चाहिँ अहिले सकिसकेको छ। अब चाहिँ गहुँ लाउनको लागि चाहिँ खेतहरू तयार हुँदैछन्, हेर्न सक्नुहुन्छ। र यतापट्टि हेर्न सक्नुहुन्छ यो चाहिँ भटमास चाहिँ रेडी भइसक्यो र यहाँनिर चाहिँ हामीले किन राखेको भन्दाखेरि भटमासहरू सुकाउनको लागि चाहिँ राखेको। र हेर्न सक्नुहुन्छ यो खेत पनि पुरै खाली छ। यो ठाउँबाट चाहिँ एकदमै राम्रो भ्यू देखिन्छ पछाडिपट्टिको, जुन तपाईँहरूले देखिरहनु भयो होला पछाडिको डाँडा। मेरो पछाडिपट्टि हेर्न सक्नुहुन्छ एउटा अम्बाको रुख छ, त्यो अम्बाको रुखमा चाहिँ एकदमै अम्बाहरू पाकेको छ। यतापट्टि हेर्न सक्नुहुन्छ यो खेतमा चाहिँ यतापट्टिको पुरै साइडमा चाहिँ खर निकाल्ने काम भइसकेको छ र जोत्नको लागि चाहिँ रेडी भइसकेको छ। र यतापट्टिको हाम्रो खेत चाहिँ त्यति रेडी भएको छैन, किन भन्दाखेरि यो खेतहरूमा तपाईँहरूले जुन देखिरहनु भएको छ मास छ, यो चाहिँ मासको दालको बोटहरू छ, यो राम्रोसँग तयार भएको छैन।